सर्वोच्चको आदेश गए रविका दिन। रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्रीलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ। आम जनताले चिन्ने गरी उनको जिन्दगी न्युज 24 मा कार्यक्रम प्रस्तुताको रूपमा सुरु भएको थियो। तथ्यमा टेकेर स्पष्ट बोल्ने बानी नै उनको हतियारभन्दा कम थिएन। सिधा कुरा प्रधानमन्त्रीसँगको कार्यक्रम खासै चल्न सकेन, तर सिधा कुरा जनतासँगको कार्यक्रमले च्यानलको टिआरपी बढायो, पर्सनल ब्रान्ड भ्याल्यु बढायो। प्रत्येक एपिसोडमा काण्डहरूको पर्दाफास गर्दै गए। सूर्यको प्रकाश जस्तै तेज बन्दै अगाडि बढ्दै थियो रविको पाइला। जोसै जोसमा उनले पार्टी खोले। पार्टी खोलेको 6 महिनामा देशको चौथो ठुलो दल बनाइदिए। पार्टीको सभापति त छँदै थिए, गृहमन्त्री र उपप्रधानमन्त्री पनि पड्काइदिए। जति तेज उनको पाइला थियो त्यति नै तेज वज्रपात उनीमाथि सुरु भयो। नक्कली नागरिकता प्रकरणमा उनको पार्टीको पद खोसियो, नागरिकता खोसियो, सांसद पद खोसियो। यसरी रविको तेजलाई ब्रेक लगाउँदै उनको जीवनको पहिलो च्याप्टर समाप्त भयो। फेरि चितवन 2 को उपनिर्वाचन भयो। चितवनका जनताले अझै बढी मतले रविलाई जिताएर पठाइदिए। रविले आफ्नो जीवनको सेकेन्ड च्याप्टर आउँदै गर्दा फेरि पार्टीको सभापति भए, सांसद भए, उपप्रधानमन्त्री तथा गृहमन्त्री पनि भए। भिभिआइपी जीवनशैलीमा जिन्दगी फर्स्ट क्लास चल्दै थियो। बाल मन्दिर काण्ड, सुनकाण्ड, बाँसबारी काण्ड, भुटानी शरणार्थी काण्ड बजारमा आए। उही पुरानो तेज, गृहमन्त्रीको ओहदा रविले आफ्नो बेग बुढा नीलकण्ठतिर बढाए। शेरबहादुर देउवाकी श्रीमती आर्जु राणा देउवालाई पक्राउ गर्न खोज्दा रातारात एमाले र काङ्ग्रेसको मिलन भयो। भोलिपल्ट पक्राउ पुर्जी निकाल्न खोज्दा सरकार ढलिसकेको थियो। अनि त्यहीबाट सुरु भयो रविका उल्टा दिन। पहिले रवि रेलमा, त्यसपछि सधैँ जेलमा। पहिले भिभिआइपी सवारी, त्यस पछाडि जेलको तयारी। नमस्कार, म माधव पौड्याल। तपाईँलाई स्वागत छ डिकोड हेडलाइनको यो 9th एपिसोडमा। यसैको भिडियोमा हामीले इन्डियाज स्ट्राटेजी टु डिस्ट्रोय पाकिस्तान इन 6 आवर्स को विश्लेषण गरेका थियौँ। यदि तपाईँले त्यो भिडियो हेर्नुभएको छैन भने हाम्रो च्यानलमा गएर हेर्न सक्नुहुनेछ। आजको विषय हो सर्वोच्चको आदेश गए रविका दिन। आउनुहोस् अगाडि बढौँ। रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ। न्यायाधीशद्वय डाक्टर नकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रवि र पूर्व डिआइजी छविलाललाई थुनामुक्त गर्न अस्वीकार गरेको। अब जिल्ला अदालत रूपन्देहीबाट सुप्रिम सहकारीको मुद्दा नटुङ्गिएसम्म रवि जेलमै हुनेछन्। तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी आरोपित कसुरदार रहेनछन् भनी विश्वास गर्न सकिने मनासिब अदालत देखिन आएर तसर्थ ताङ अदालतबाट निवेदक प्रतिवादीहरू रवि लामिछाने र छविलाल जोशीलाई पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी पूर्वपक्षका लागि थुनामा राखी मुद्दाको कारबाही र किनारा गर्ने गरी भएको मिति 81/12/22 को आदेश बेरितको नदेखिँदा बदल गरिरहनु परेन। कानुन बमोजिम गर्नु। रवि आफैले साइन गरेर ऋण लिएका पनि होइनन्, सहकारीको सञ्चालक पनि होइनन्, सहकारीको साधारण सदस्य समेत नरहेका र कतैबाट पनि सहकारीमा नजोडिएका रवि भिआइपी सवारीदेखि कारागारको तयारीसम्म कसरी पुगे? द बिगिनिङ, प्लानिङ, प्लटिङ, अट्याक, फाइनल के भयो सबै कुरा गरौँ। द बिगिनिङ। रवि दोस्रो पटक गृहमन्त्री भएपछि भुटानी शरणार्थी काण्ड, बालमन्दिर काण्ड, सुनकाण्ड, बाँसबारी जग्गा काण्डहरूमा अनुसन्धान हुँदै थियो। जति नै काण्ड बजारमा आउँथे अधिकांश काण्डहरू प्रारम्भिक अनुसन्धानमै कि त काङ्ग्रेसको कि त एमालेको झन्डा मुनि भेटिन्थ्यो। साना माछा परेकै हुन्थे, ठुला माछा तानिन सक्ने सम्भावना उच्च थियो। दुवै पार्टीको जरा हल्यो अनि सबै मिलेर रवि विरुद्ध खनिन थाले। द प्लान। पर्सनल इगो बोकेर बसेका नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा वैशाखमा तत्कालीन शाही सरकार विरुद्ध ढुङ्गा हानेर राजनीति सुरु गरेका हुने कपाल झरेर तालु भयो। अब फुल्न थाल्दा पनि मन्त्रालयको कामकाज सम्हाल्ने सपना मात्रै बोकेर पार्टीको सामान्य गतिविधिमै दिन बितिरहेको थियो। अनि रवि आए, चौथो ठुलो पार्टी बनाए, गृहमन्त्री पड्काए। जिन्दगीभरि गरेको आफ्नो राजनीतिको भविष्य दाउमा पर्यो। व्यक्तिगत रूपमा नलिनु त कुरै भएन। त्यसैले गगन थापाले 2 महिनासम्म लगातार संसद अवरुद्ध गरे। गोर्खा मिडिया नेटवर्क र सहकारीलाई निशाना बनाएर सुरु गरे रविको कारागार यात्राको शिलान्यास, जसमा साथ दिँदै रमेश लेखक, रामहरि खतिवडा पनि आए। उनीहरूको माग रवि लामिछाने एमडी रहेको गोर्खा मिडियामा रकम आएका सहकारीहरूलाई लक्षित गरी संसदीय छानबिन समिति बनाउने थियो। रवि समिति बनाउन तयार भए पनि सुरुमा तत्कालीन साझेदार नेकपा एमाले नै संसदीय समिति बनाउन हुँदैन भन्दै विरोध गर्दै आएको थियो। तर काङ्ग्रेसको दबावपछि सहकारीमा जोड्ने नियत नै देखिने गरी संसदीय छानबिन समिति बन्यो। संसदीय समिति बनेको केही समयमा भुटानी शरणार्थी काण्ड आयो। बालकृष्ण खाँड तानिए, बेचन तानिए अनि बजारमा हल्ला चल्दै थियो। बेचनले आर्जुको नाम लिए रे अनि आर्जु राणालाई पक्राउ गर्न हल्ला चल्यो।
हल्ला चलेको दिन बुढा नीलकण्ठबाट देउवा दम्पति दही चिउरा खाने बाहनामा बालकोट पुगे। त्यसको दोस्रो दिन सरकार द प्लटिङ। रविमाथि खनिन सुरुवात छानबिन समितिको प्रतिवेदनबाट भयो। सहकारी छानबिनमा परेका अरू पनि सहकारी थिए, तर केन्द्रबिन्दुमा थिए रवि लामिछाने, पूर्व एमडी रहेको गोर्खा मिडियामा रकम आएका जीवी राई सञ्चालक भएका सहकारीहरू मात्रै। ती सहकारीहरूबाट अन्य कम्पनीमा रकम गएका थिए, तर अन्य कम्पनीका सञ्चालकहरूको विषयमा मौन बसे पनि गोर्खा मिडिया नेटवर्कको विषयलाई लिएर हङ्गामा मच्चिएको। अनि त्यसका सञ्चालकहरू नै जिम्मेवार हुने भन्दै प्रतिवेदन आएको थियो। अनि त्यही प्रतिवेदनमा स्पष्ट भनिएको छ सहकारीबाट रकम ल्याउने क्रममा रवि लामिछानेको कुनै संलग्नता छैन। छानबिन समितिका संयोजक सूर्य थापाले पनि सहकारीबाट रकम ल्याउने काममा लामिछानेको भूमिका नरहेको बताउँदै आए। यो भिडियो हेर्नुहोस्। व्यक्ति रवि लामिछानेले आफू सहभागी भएर कुनै पनि सहकारीबाट पैसा लिएको छैन। यसमा क्लियर छ। रविले आफ्नो इन्भल्भमेन्टमा कुनै पनि सहकारीबाट पैसा लिएको छैन भनेर प्रतिवेदन आयो। रासोपाले यसलाई क्लिन चिट भन्यो। द अट्याक। सूर्य थापाले गोर्खा मिडियामा आएको रकमबाट कार्यालय चलाएको, कर्मचारीलाई तलब दिएको, कार्यालयको सामान किनेको विषयमा लामिछानेलाई कारबाही हुनुपर्ने भन्दै तर्क दिन थाले। प्रतिवेदनका तथ्य अर्कातिर थिए, तर व्यक्तिगत व्याख्या र तर्कका आधारमा रवि लामिछानेलाई देशभर कानुनी कारबाहीका लागि घुमाउने भन्न थाले। उनीहरूले जे भने त्यही हुँदै पनि गयो। 2081 साल कार्तिकको 22 गते कास्की जिल्ला अदालतमा पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा रवि लामिछाने विरुद्ध पक्राउपरी जारी भयो। रविलाई रासोपाको कार्यालयबाट पक्राउ गरी रातारात पोखरा लगियो। पक्राउ परेको 2.5 महिनापछि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा पहिलोपटक सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधको कसुरमा मुद्दा अभियोजन भयो। करिब 2 साताको थुनचेकपछि कास्की जिल्ला अदालतमा न्यायाधीशद्वय नीतिश राईको इजलासमा रवि लामिछानेलाई 65 लाख दरटीमा छाड्न आदेश भयो। त्यसपछि रवि विरुद्ध काठमाडौँमा स्वर्णलक्ष्मी सहकारी प्रकरणमा पनि पक्राउपरी जारी भयो। काठमाडौँ जिल्ला अदालतमा पनि सहकारी ठगी, सङ्गठित अपराधको मुद्दा अभियोजन गरियो। काठमाडौँ जिल्ला अदालतले 60 लाख दरटीमा छाड्न आदेश दियो। चितवनको सहारा सहकारी प्रकरणमा पनि लामिछाने विरुद्ध पक्राउपरी जारी भयो। चितवन जिल्ला अदालतमा पनि लामिछाने विरुद्ध मुद्दा दर्ता भयो। चितवन क्षेत्र नम्बर 2 मा 2 पटकसम्म अत्याधिक मतले विजय भएका लामिछानेलाई चितवन जिल्ला अदालतले पनि 54 लाख दरौटीमा छोड्यो। संयोग नै भन्नुपर्छ, 54 लाख दरौटी तिरेका रवि दोस्रो पटक निर्वाचन हुँदा 54,000 बढी मतले जितेका थिए। अझ चितवनमा उनी विरुद्ध सङ्गठित अपराधको मुद्दा नलगाएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधीशहरूलाई महान्यायाधिवक्ताको कार्यालय काठमाडौँले रातारात काठमाडौँ तान्यो। रूपन्देहीको सुप्रिम सहकारी प्रकरणमा पनि रवि लामिछाने विरुद्ध पक्राउपरी जारी भयो। उनलाई 1 करोड दरौटीमा रिहा गर्न आदेश दियो। पर्सामा पनि सानो पाइला सहकारीको प्रकरणमा रवि लामिछाने विरुद्ध पक्राउपरी जारी भयो, तर पर्सामा भने उनी विरुद्ध मुद्दा अभियोजन गरिएको छैन। अहिलेको अवस्थामा होल्डमा राखिएको छ। द फाइनल। रवि पक्राउका लागि कहिले भोलि भन्ने हुँदैन थियो। जे हुन्थ्यो रातारात हुन्थ्यो। प्रहरीका लागि भोलि भन्ने कुनै दिनै थिएन। यी सबै जिल्ला अदालतको पाटो थियो। आउनुहोस् अब उच्च र सर्वोच्चका प्रसङ्ग गरौँ। जिल्ला अदालतहरूमा 2.5 करोड बढी दरौटी, बैंक ग्यारेन्टी राखेर बाहिर बसेर पूर्व पक्ष गरिरहेका लामिछानेलाई थुनामा राख्नुपर्ने माग गर्दै सबै मुद्दा चलेका जिल्ला सरकारी वकिलको कार्यालयहरू उच्च अदालत पुग्न थाले। रूपन्देही सरकारी वकिलको कार्यालय जिल्ला अदालत रूपन्देहीको आदेश विरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पुग्यो। बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृत पराजुलीको इजलासले रूपन्देही जिल्ला अदालतको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरे। उक्त आदेशको धेरै भाग सन्दीप लामिछानेको केसमा गरिएको आदेशको कपी भनियो। रूपन्देही जिल्ला अदालतको वेबसाइटमा आदेशको 2 थरी विवरण राखिएको भन्दै रासोपाले त्यसलाई राजनीतिकरण गरेको बताएको थियो। अन्ततः भैरवमा आदेश भएको केही मिनेटमा नै काठमाडौँ बुढा नीलकण्ठ निवासमा रहेका लामिछानेलाई पक्राउ गर्न प्रहरीको जम्बो टोली नै उनको घर घेर हाल्यो। अदालतको आदेश समेत नलिई लामिछानेको घर छिरेका प्रहरीहरूले रविलाई अन्तिम इच्छा सोधेर त्रास मचाउन पनि भ्याए। विदाउट एरेस्ट वारेन्ट रविको घरमा पुगेका प्रहरीले वारेन्ट त्यहीँ बनाए। अदालतको निर्णयको कपी झिकाए। तर परिवारले आपत्ति जनाएपछि प्रहरीले हतार अनुसन्धानका लागि पक्राउ गर्नु परेको भन्न थाले। उनका विरुद्ध अनुसन्धान सकेर पूर्वपक्ष समेत भइसकेको थियो। त्यो रात पक्राउ नगरेको थियो भने भोलिपल्टदेखि उनको देश दौडाको कार्यक्रम थियो। सुरुवात चितवनबाट गर्दै थिए। उनको पहिलो भाषणले राजनीति हल्लाउँछ भन्ने प्रक्षेपण गरिएको थियो। पक्राउ गरिए पनि उनलाई पक्राउ गरेको 4 दिन पछाडि मात्रै आदेश अनुसार कारागार चलान गरिएको थियो। आदेश अनुसार
कारागार चलानको पत्र दिएर चैत 22 गते रूपन्देही जिल्ला कारागारमा कोठा नम्बर 4 मा थन्क्याइयो। रविले सहकारीको पैसा खाएनन् त्यो उनीलाई थाहा छ, नत्र जीवीलाई थाहा छ। अदालतले पनि आफ्नो पक्ष राखेकै छ। सरकार जीवी राई खोज्न सक्दैन अनि जीवी राईले आफ्नो सहकारीको पैसा हिनामिना गरेको भनेर रविलाई डामेर असुल्ने कुरा पनि त होइन। तर रवि चोखा पनि छैनन्। अदालतले 2 करोड माथि दरोड नै लिइसकेको छ रविबाट। रवि र सहकारीको कुनै कनेक्सन थिएन भने मुद्दा जति हाले पनि, जसरी हाले पनि, जसले हाले पनि अदालतले पहिले नै सफाई दिइसक्थ्यो होला। खैर, तर प्रहरीको भूमिका भने 100% डाउटफुल छ। रूपन्देहीमा प्रहरीले जसको जाहेरीका कारण मुद्दा गरेको, पक्राउ गरेको भनेर भनेको थियो, त्यो पनि रवि फसाउने षड्यन्त्र मात्रै भएको खुल्न आएको छ। कारण हो जाहेरीकर्ता भनेकाहरूले रवि विरुद्ध जाहेर नै नदिएको खुल्न आएको छ। नारायण पौराईले आफूले रवि लामिछाने विरुद्ध जाहेर नै नदिएको, सहकारीको रकम फिर्ताका लागि दिएको निवेदनलाई प्रहरीले रवि विरुद्ध गैरकानुनी रूपमा प्रयोग गरेको बताएका छन्। सर्वोच्च अदालतले रविको फैसला गर्दा नारायण पौराई सहितको निवेदन भनेको छ। सो कुराको आपत्ति जनाउँदै नारायण पौराई फेसबुकमा लेख्छन्, हे भगवान, के मलाई यो देशमा बाँच्ने अधिकार छैन? के यो देशको म नागरिक होइन? र किन म अर्काको देशमा गुलामी गर्न नै जानुपर्ने हो र? किन म प्रति सरकारले प्रतिशोध साध्दैछ? भ्रममा नपर्नु होला। म जाहेरीकर्ता होइन भन्दा नि मैले यस अगाडि पनि जाहेरीकर्ता नभएको सादा निवेदनलाई जाहेरी बनाएर मेरो नाम दुरुपयोग गरेको जानकारी गराएकी थिएँ। हिजो सर्वोच्च अदालतबाट आएको आदेशमा पनि मेरो नाम उल्लेख गरी वादी बनाएर राखिएको रहेछ। मेरो तर्फबाट दिँदै नदिएको उजुरीलाई उजुरीकर्ता बनाउन पाइन्छ र? एउटा निवेदनलाई कुन आधारमा उजुरीकर्ता बनाइयो? सयौं बचतकर्ताको निवेदन थियो, मेरै निवेदनलाई किन उजुरी बनाइयो? मैले यो बारेमा कानुनी उपचार पनि खोजिरहेको छु। मेरै कारणले रवि लामिछाने थुनामा परेका हुन् भने म यो पापको भारी बोक्न चाहन्न। कृपया दया गरी मेरो उजुरीकर्ताबाट नाम हटाइदिनुहुन विनम्रका साथ अनुरोध गर्दछु। अन्य धेरैलाई बिना कारण उजुरीकर्ता बनाइएको छ, त्यसबारे हामी सबैले बोल्नुपर्छ। राज्यले अति होइन अत्याचार नै गर्यो। हाम्रो बचत फिर्ता गर, सहकारी पीडित। त्यस्तै अर्की जाहेरीकर्ता गीता आचार्यले पनि आफूले रवि विरुद्ध जाहेरी नदिएको भन्दै लेखिन्। अझै अर्को जाहेरीकर्ता चञ्चला सेठीको त बचत रकम भन्दा 2 लाख रुपियाँ बढी बचत रकम उल्लेख गरेर मुद्दा अभियोजन गरेको खुल्यो। यहाँसम्म पनि प्रहरीको भुलचुक भयो रे मानौला। तर तपाईँ युवराज सफल चिन्नुहुन्छ? चिन्नुहुन्न भने गुगल गर्दा भेटिन्छ। छोटो शब्दमा भन्दा भाइरल अधिवक्ता, पहिले रवि लामिछानेको नागरिकता काण्डमा मुद्दा दायर गर्ने व्यक्ति। रवि र सहकारीमा कतैबाट पनि सम्बन्ध पुष्टि नहुने युवराज सफल अर्थात् युवराज पौडेललाई प्रहरीले जाहेरीकर्ता बनाएको खुल्यो। युवराज आफै छक्क परेका छन्। यी महाराजाहरूको षड्यन्त्र देखेर हिजोसम्म रविलाई दोषी मान्नेहरू आज एकपछि अर्को गर्दै रवि विरुद्ध सरकारको पक्षबाट गरेको गैरकानुनी कदमहरू सार्वजनिक हुन थालेपछि रासोपाले पोलिटिकल सेन्टिमेन्ट पाएको छ। रविकी पत्नी निकिता पौडेलले रविलाई गैरकानुनी तरिकाले पक्राउ गरी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। साथै रविले पनि कारागारबाट उच्च अदालतको आदेशलाई बदल गरी तारेखमा बसेर पूर्वपक्ष गर्नका लागि 73 नम्बरको निवेदन दिएका थिए। नर्मली बन्दी प्रत्यक्षीकरणको रिटमा छिट्टै आदेश हुनुपर्ने थियो, तर सर्वोच्च अदालतमा रविका मुद्दा लगातार हेर्न नमिल्ने इजलासमा परिरह्यो। लगातार 6 वटा इजलासमा हेर्न नमिल्ने भएपछि अन्ततः न्यायाधीश द्वय नकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेको रिट र निवेदनलाई पूर्व डिआइजी छविलाल जोशीको मुद्दा पनि सँगै राखेर हेरेको थियो। निकिताले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट अदालतले खारेज गरेको छ। सर्वोच्च अदालत तुलसीपुर बुटवलको आदेशलाई सदर गर्दै रवि र पूर्व डिआइजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको छ। 2077 साल 9 महिना 30 गते रवि गोर्खा मिडिया नेटवर्कको एमडी भएर आएको देखिन्छ। तर 2 महिना अगाडि नै रवि, छवि र जीवी कुनै एकको हस्ताक्षरले खाता चल्ने भनेर अकाउन्ट खोलेको देखिन्छ। 2 महिना अगाडि नै सञ्चालक समितिको हैसियतमा मिटिङमा बसेको देखिन्छ। अनि राजीनामा गरे पछाडि पनि अकाउन्टबाट पैसा झिक्दा रविले हस्ताक्षर गर्ने गरेको देखिएको छ। समग्रमा भन्नुपर्दा मुद्दा किनारा नलागेसम्म रवि र छविलाई थुनामै राख्नु भन्ने आदेश छ। रविको छायाले तर्सेर बालकोट भाएकी भाउजू र बालेन र रवि जस्ता नयाँ पात्र चुनावमा फेरि उठे हारको डर बोकेका देवरको सनकले रविलाई भिआइपी सवारीबाट कारागारसम्म पुर्यायो। यसरी काङ्ग्रेसका लागि दैलोको कसियार बनेका रवि ओलीले ठेगान लगाइदिए। हस् त, आजको लागि डिकोड हेडलाइन्समा यति नै। यो भिडियो मन पर्यो भने लाइक गरिदिनु होला। सुझाव र सल्लाहका लागि कमेन्ट गर्न सक्नुहुनेछ। यस्तै भिडियो हेर्नका लागि हाम्रो च्यानल माधव पौड्याललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। अर्को एपिसोडमा फेरि भेट्नेछौँ। नमस्ते।